यार लङ्गरै भएछ यार बाइक पनि हेट यस्तो रहेछ नि के भएको देखाएको पहाड हुमलाई नै रहेछ त्यो दाइहरूले भनेको वाला पहाड यही हो क्या पुरानो देख्दाखेरि लाइसेन्स छ बढी टाढा हो यार मलाई यहाँ बल्प गाडीमा आएर गाडी हामी कहाँ जान्न अरे गल्पदार यता हो है ममै रहेछ क्या त्यो हामी आएको बाटोमा कि गाडी हिँड्छ अरे क्या कहाँबाट हिँड्छ गाडी हो त्यो कस्तो गाडी हुन्छ त्यो ठुलोमा गाडी हिँड्नु मात्रै जस्तो लाग्छ यार यो बाटो चाहिँ हिँड्दैन भने डाइरेक्ट एक छोरा तपाईँसँग कपहरू मेरो ट्याक्टर आउन होला त्यही गाउँबाट यता आउनलाई डाइरेक्ट त्यही एउटा पुल बनाइदिएको भए त्यत्रो घुम्नु पर्थ्यो भने किनभने त्यो हामीलाई यो घुम्न मात्रै के 15 देखि 20 मिनट आयो होला त्यो गाउँदेखि पुरै आउनु क्या त्यो पुरै आउनु हामीलाई सोधेर आउँदैछ त्यो पल्लोमा अब यहाँ माथि जाने हल्का यताको सिनेरीहरू हेर्दै हामीसँग के छ खानेहरू यहाँ खानेकुरा खाने यार लङ्गरै भएछ यार बाइक पनि हेट लङ्गरै भएछ क्या बाइक खाम न दाइ रेड बुल खाइदेऊ खाम दाइ रेड बुल ए बाइकको कन्डिसन धुलै धुलो यार हिलै हिलो धुनुपर्ने त्यही गर्नु हुन्छ खाएर चल्दै मेरो अझै 3 घन्टा खाइदिउँ खाएर चल्दै मेरो अझै 3 घन्टा हातले गल्यो त्यही हो ब्याट्री छ 1% गोप्रोमा पनि चार्ज सकिसकेको छ चार्ज छैन क्या छैन 20% एकदमै रिस्की रोड है
खाएरै जस्तो लाग्यो अस्तिको त्यो त मान्छे खाइरहेको जस्तो लाग्यो बोलेको साथीहरू हेर्दाखेरि त्यो खासमा त भिड छैन त्यो के गाँजा साँझा बोल्ने साथीहरूलाई त्यस्तै थियो क्या टुरिस्टमा सही मान्छे कलेज अब जस्तो लाग्यो यो Morado. घन्टा भन्दा नि तपाईँको के अरे किलोमिटर पसेर भने क्या रिवर क्रॉसिंग है फोर्स यार यहाँ फिर रेप
भाइ पानी छिरे यार साइलेन्सरमा त पानी छिर्यो जानु पर्ला जस्तो सकिँदैन यहाँ पर्दा सपोर्ट दिनु पर्दैन रोक्नु यस्तो त्यहाँतिर ढुङ्गा राख्दिनु यहाँतिर जुत्ता भएर पानी पानी अर्को नि छ भाइ अर्को यस्तो छ यस्तो अर्को नि छ अहिले त्यो एउटा हो साइलेन्सर उतार्नु सक्छ साइलेन्सर गयो सर यहाँ जान्छ यार साइलेन्सर सुन्छ क्या यसमा म लग्छु गाह्रै हुन्छ यार 50% बाइक पछाडि ल्याउनु पर्छ पसल ल्याएर होइन हल्का छुनु उत्यहाँ बस्नु है बाटो जहिले यस्तै हो त अब यहाँ माथि त छैन नि कति लाग्ला त पोल्टी 1 घन्टा त मेरो हेलमेट र मोबाइल हामी रारा हामी त्यो रुट जाने त्यो बाइकमा त्यो रुटमा चाहिँ आउँदैन रहेछ क्या त्यो रुटमा चाहिँ आउँदैन रहेछ बाइक अझ आएन बाइक बस हेर्नु न बसै त यस्तो छ हाम्रो बाइक अनि बागेश्वरी दर्शन गुरुजी एकछिन न त्यो त हामी जस्तो मान्छे त आउँदैन होला अन्त हाम्रो जस्तो मान्छे त आउँदैन होला
त्यही त यहाँ त सब हामी दुईजना मात्रै भयो त बाधै पर्छ खोलामै के गर्नु भइसक्यो चेन्ज भयो दाइ हेलो हेलो दाइ हेलो आइरहेछ दाइ आइरहेछ हिँडिहाल्नु त्यो बसकोलाई बस्नु पर्दैन होला है बसकोलाई तिनीहरू त तान्नै मान्छे छ जुत्ताभरि पानी नै पारी अघि हिलो अहिले पानी ठिकै छ यही त हो यात्रा भनेको यही त हो भनेको फेरि यहाँ साइलेन्सरको डर लाग्यो मलाई होइन साइलेन्सर किन जस्तो आएर गयो होइन न साइलेन्सर टोकेको मलाई त्यो कलामा त खासै प्रब्लम भएन टोकेन त मेरो डाइरेक्ट चाहिँ अनि तपाईँकोमा थाहा भयो त तपाईँको त्यो टोकेन नि त म मिलाइहाल्यो नि त ब्यालेन्स मेरोमा ठोक्यो तपाईँको बाइक भन्दा आएको त्यहाँ म सिधै साइलेन्सरमा अर्कै लाग्यो भनेर उबेर बस्छ के हो यो पानी घट्टा हो जान्छ 1 घन्टा रे ढुक्यो दुईजना भयो किन दुईजना मात्र भएको भयो नि अनारो हुन्छ यार होइन सपोर्ट त परेन होइन सपोर्ट त परेन त्यही नि के गरौँ चाहिँ हुन्छ क्या ठिकै छ अहिले चाहिँ हुँदैन पछि गर्नु हुन्छ क्या तपाईँको त्यो स्टार्ट रोकेछ नि त मैले त त्यही रोकेर होइन मलाई भुरभुर गरेर पनि कुदाइहाल्यो त्यो भएर तपाईँले हात क्लच गरेर कुदायो नि त त्यो भएर नि अर्कै हो त खास त्यही त भने फुल क्लचमा बतार्यो भने तपाईँको रोक्दैन क्या तपाईँलाई हातमा बतार्यो गएन अनि रोक्दा जस्तो भयो तपाईँले फुलमा माथि हाल्यो अनि रोकिहाल्यो क्या म तपाईँलाई त्यही भएर फुल यस्तो बेला होइन आफू धुँदाखेरि के थाहा भएन भने फुल छोडिदिनु बतार्दैन क्या बरु बाइक बौला होइन बाइक पनि बौला छ कि पावर खालीमा पावर यसले फेरि नसरी पनि तानिन्छ कि यसले सकेन भने हाम्रो जिउ अलिक उचाल्दिनँ जिउ हल्का भयो भने बाइकको माथि लोड भयो नि त अनि त्यो उखाल्छ क्या बाइकले मेरो त्यही गरेँ त यहाँ त्यस्तो डुबे मलाई खुट्टा कस्तो लाग्दैन भने बसेको थिएँ क्या खास ठिकै छ अब भइहाल्यो एउटा जुम्माको चाहिँ सबसे अब्स्टाकल यही रहेछ 40% घटिसक्यो भुरो पनि पर्सन किसिँदो रहेछ जेस हामी चाहिँ कोही समय नै आज पुगेर छान्यो क्या अनि आऊ कोही पुगा हो तपाईँको त्यो अर्को वाला भनेको यही होला के अरे कोही पुग्न अगाडि के भने गुलासोरमा बत्ती छैन अरे हामी फेरि दुलाचौर भनेको यही होला धुला कि के तुला हो थाहा भएन चौर भनेको चाहिँ सायद यही होला अब यहाँ माथि गाउँ पनि छ यताको गाउँ पनि रमाइलो छ हेर्दाखेरि चाहिँ तर त्यहाँको मान्छेलाई कति दुःख होला त्यो आफ्नो ठाउँमा छ त्यो पुल कटिसकेपछि चाहिँ त्यो गाउँ आइन्छ गोबरले कति क्याप्चर गर्थ्यो हेर अनि त्यो पानीमा भन्दा नि मेन त त्यो ढुङ्गामा क्या सातो गयो कि सातो गयो मतलब प्योरमा भयो कि एकछिन त बाँधै पनि दिएन नि त चलाउँदाखेरि ठुकिहाल्यो क्लियरनेस छैन नि त मेन एउटा साइड बस्छ भने अर्को साइड ठुकिहाल्छ अनि के भन्दा हामी रारा हिँड्दै कबरतिर आएर एकछिन त हजुर सर नेसनल पार्कको बाहेक फर्स्ट टुरिस्टले स्टप गरेको भने बाजुरामा है एन्ट्री हुने बित्तिकै नै क्या सोध्यो क्या कहाँबाट आएको किन आएको मैले क्यामेरा चाहिँ अन गरेन अफिस ए यो के हो यो अर्मै नलान्छ पुलिस सोधेँ क्या यत्रो ट्राभल गरेर सोध्नु कहाँ अरे रोक भने म चाहिँ कुदाइहाल्यो क्या ब्रेक हान्दा मैले माथि भयो क्या
देखेर सबै देखेर